हेलो वेलकम छ गाइस मेरो अर्को भिडियोमा। आज चाहिँ हामी पिङको लागि बाँस काट्न जाँदैछौँ है सर। हामी चाहिँ यताबाट जाँदैछौँ। घाँस पनि दामी फुलिरहेको है। दामी छ है घाँस। हेलो गाइस, सबले यसो हेलो गरिदिनु न यहाँ भ्लगमा यार। दसैँलाई है दसैँ तपाईँहरूले हाम्रो त पिङ हाल्न लागेको सुरुवात गर्न लागेको तपाईँहरूतिर के भइरहेछ? पानी पर्छ भने के हो यो? कैदी बस्ने जेल हो क्या हो? हाम्रो उसमा खोरमा परेको थियो तलहरू जेसनले पुरै त्यो पुछाएर समातिले सबै पैसा छोड्दै रहेछ है। जाने होइन? ल ल जाउँ न। यो कहाँ कुन झाङ जाने यार? अस्ति हामी कुन झाङ गएको थियो नि। रोडदेखि माथि माथि पनि तपाईँहरूकै पर्छ नि? माथि पर्छ नि। माथि पर्छ, माथिसम्म पर्छ। सिला बिहे काइता गरेछ है। जाउँ जाउँ है, आइज है। हराउला है होइन? झाडी थियो जोर। बासु जानु आइपुग्यो है। यो त्यो त हुँदैन नि, यो हुँदैन। एउटा उ त्यो हुन्छ अनि एउटा यतैबाट निकाल्नु पर्ला। एउटा यो हुन्छ हैन? हो त्यो पनि हुन्छ। अनि एउटा उतापट्टिको अलिकति छोटो हुन्छ के तल चाहिँ बाङ्गो रहेछ। तर बाँस चाहिँ लैसकेपछि होइन दोहोऱ्याएर काट्न नआउने गरी काट्नुपर्छ है, किनकि फेरि होइन त्यो खानै मिल्दैन होला। त्यो किन नमिल्नु? मैले त यस्तो होइन कि छिपिसिहाल्यो भन्दा हाम्रो तग्लिया साप कता हो? काट्नु सुरु गरौँ त ल। एउटा त्यो तल काटौँ त ल। पहिले उयो काटौँ न। हेलो गाइज, यता हेरौँ, यता माथि। यो बास चाहिँ होइन सर्लक्क लाएर माथिसम्मै छ है। के गर्ला हो? उयो पनि सुक्यो होइन? उयो पनि काट्ने ल। त्यो काट्यो भने बाँस निकाल्नु सजिलो हुन्छ। चिन्न लायो?
टिकट भन्ने गाउनु न आफै च्याप्छ जानु विक्रम नतड विक्रम नतड त्यहाँ लातीले हान्दै हुन्छ अलि उतले जा लातीले हानेर हुँदैन अलि उचाले यस्तरी गर्नुपर्छ हो त्यो उता चाहिँ जाने न उत्तम दाइ फाइनली गाइज होइन हामीले चाहिँ 4वटै बाँस काट्यो है अब चाहिँ हामी जान लाग्यो बाँस सब तलतिर तानिरहेछ है त्यो उयो गर न राजु के लाउन्थ्यो किन फुकेर त्यतिको यो चाहिँ अप्ठ्यारो हुन्छ किन लिङ्ग बाँस यहाँ पनि छैन अब उयो के छ क्या उयो तल्लोमा छ क्या भुन्डे कराइरहेछ हेलो अङ्कल बाँस तानियो बाँस तानियो मसँग दसैँ लागिरहेको छ अब सबै केटाहरू यहाँ जमघट भइरहेको छ अनि पिङ हाल्छन् अब कहिले हाल्ने हो पिङ हाल्न पनि परेको छ हाम्रो दसैँ लगाइसकेको छ खसी यहाँ बदलाम हुनुहुन्छ ओइ खुइले 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 ओइ लुल्के 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 ओइ टुल्के 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 यति हो ए खुइले भन्नु पर्ने मिलेन के मिल्यो अनि खै त मिल्के झिल्के भने खै त आफ्नै पारामा गीत गा न लास्टमा त भन्ने कि गाउनु न ओ झिल्के 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 ओ मिल्के 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 ओ खुइले 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 जाऊ जाऊ बाँस लिएर गइसक्यो यार उहाँ पुगिसक्यो म पनि लानु पर्यो एक्लै पर्यो यार आफू त्यो एउटा बाँस भागमा बल्ल बल्ल बाँस 4वटा बाँस ल्यायो होइन के गर्दन त पुरै शून्य है त यहाँ हेर त के भयो ओहो पुरै के हो यो झुसिल किरा हो कि के हो यो झुसिल किरा परेको अघि त घाँटी नै यहाँ सुन्ने जस्तो भइसक्यो साइलेन्ट कलर के गर्ने अब के छ अब बिस्तार निको हुन्छ पिच नगर्नु भइहाल्छ नि पिङ खेलेपछि होइन पिङ खेलेर रमाइलो गरौँ रमझम गरौँ के छ भने यो नाइट पनि डे पनि खेल्ने पिङ बनाउनु लाग्यो कि हामीले के हो त्यो त अब खेल्ने मान्छेलाई त नाइट डे पनि हुन्छ अब त्यो आफ्नो इच्छाको कुरा हो ल ल ठिक छ गाइज वेट ल्यायो नि त बास बल्ल बल्ल बाँस स्पोर्टमा आयो थकै लाग्यो बास ल्यायो ल यहाँ छ 2टा उ त्यो माथि 2टा यही हो पिङ हाल्ने हाम्रो ठाउँ चाहिँ होइन ल अब खाल्टो पनि घुम्न सुरु गरियो है के हेर तिमीहरू अब यो माटो छ क्या तिमीहरू यो अर्को नि एउटा गल छ एउटा गले खन्ने म चाहिँ अब यो फेद मिलाउँछु बाँसको चुप्पी यहाँ छ
बास चाहिँ गाडी हो होइन अब नुगाउनु बाँकी छ रात पर्यो अब भोलि नुगाउने यो चाहिँ आजलाई चाहिँ यति नै है हेलो गाइज फेरि पनि स्वागत छ है मेरो भिडियोमा होइन अस्ति चाहिँ पुरै अब यो पिङ हाल्न पाएन आज चाहिँ टक्क पिङ हाल्न थालेर चाहिँ 4वटा बास गाडी सकेको छ आज चाहिँ गरालो सरालो बनाएर गरालो यहाँ ल्याइसकेको छ अब यो पराल बाँधेर गरालो बनाएर हामी चाहिँ रेडी भइसक्यो खेल्नलाई है अब स्टार्ट गरौँ त है सुरु गरौँ ल उहाँ चाहिँ हाम्रो मुख्य ठेकेदार हो गाइज ल ल है ल ल ल ल गाइज ल काम सुरु ल गाइस अब केटाहरूले सुरु गरिसकेका छन् होइन पिङ बनाउनुतर्फ अब सुरु हुँदैछ डिङ्गा चाहिँ गाडी सकेको छ गरालो छ यहीँ देखाइसकेको छ दाइ अब सुरु हुँदैछ हाम्रो गरालो पनि रेडी भइसकेको छ दाइहरूले बाँधिसक्नु भएको छ अब चाहिँ यो ट्याक्क यो 4वटा लिङ्गा नुगाएर ट्याक्क गरालो हालिन्छ त्यसपछिको भिडियो पनि आउने नै छ हेर्दै जानु होला गाइस हेर्दै जानु होला फाइनली गाइस दाइहरू लिङ्गामा चढिसक्नु भएको छ होइन यहाँ हुनुहुन्छ अब चाहिँ यो गरालो हालेपछि फेरि अर्को भिडियो आउने नै छ ल यतिकै ठिक छ ओ यतिकै ठिक छ गरालो पुग्दैन हुँदैन ए बढी भइसक्यो उतापट्टिको मानुपट्टिको तान अलिकति कहाँ अड्क्यो ओ त्यहाँ अड्केर आएको र पो त अलिक छोड्दै अर्को हो ल यो नि पोलमा घुमाऊ न भइसक्यो भने माथि बान माथि ल अघि त्यहाँ सुताली खोइ मानुको कोर्नै छु मैले त्यहाँ गरालो भइरहेको होइन त्यति भयो अहिले तान तिम्रो बस अहिले तल गाँठोमा लिएर जाबै न
त्यहाँ छोड जेसन जेसन छोड छोड पहिला हजुरबा खेल्नुहुन्छ सर ल फाइनल्ली गाइज हाम्रो चाहिँ टिम बनाएर सक्यो है अब पूजा गरेर न हजुरबा खेलिसक्नुभयो है अब हाम्रो भतिज खेल्छ है टिम टिम पनि खेल्न सुरु भइसकेको छ है ल सबैलाई 2082 सालको विजय दशमीको शुभकामना है ह्याप्पी दसैँ राम्ररी मनाउनु होला।